एज भएको स्किनमा कसरी मेकअप गर्ने भनेर म स्टेप बाई स्टेप देखाउँदैछु। जस्तोसुकै स्किनमा पनि स्किन प्रेपिङको चाहिँ एकदमै धेरै इम्पोर्टेन्स रहेको छ। मैले चाहिँ स्किनलाई मजाले वास गरिसकेपछि चाहिँ टोनर लगाइसकेर सेरम लगाएँ। सेरम लगाइसकेपछि चाहिँ यसलाई केही समय वेट गर्नुपर्छ। मैले चाहिँ फ्यानको सहायताले एकछिन सुकाएँ। एज भएको स्किनमा चाहिँ अलिकति हाइड्रेटिङवाला मोइस्चराइजर लगाउनु पर्ने भएको हुनाले कन्जुसाइ नगरिकन मजाले हाइड्रेट गर्नु होला। करेक्टर लगाइसकेको हुनाले मैले चाहिँ डिरेक्टली फाउन्डेसन एप्लाई गरेँ। फर्स्टमा चाहिँ मैले ब्रसको सहायताले ड्याप गरेँ भने पछि चाहिँ मैले ब्लेन्डर युज गरेको थिएँ। त्यसपछि टी जोन र अन्डर आईमा चाहिँ कन्सिलर एप्लाई गर्ने र मजाले त्यसलाई ब्लेन्ड गरिदिने हल्का पारेर। त्यसपछि अन्डर आई र टी जोनमा चाहिँ तपाईँले कन्सिलर युज गर्ने। जहिले पनि हामीले चाहिँ एज भएको स्किनमा फाउन्डेसन चुज गर्दाखेरि चाहिँ म्याट भन्दा ड्युई फिनिसलाई नै प्रायोरिटी दिने। त्यसपछि ब्रोन्जर लगाउने या तपाईँले चाहिँ ब्लसर पनि युज गर्न सक्नुहुनेछ भने मैले चाहिँ यो भिडियोमा ब्रोन्जर युज गरेँ। मलाई अलिकति त्यो नै बेस्ट लाग्यो होइन। त्यसपछि हाइलाइटर युज गर्नु त अभियसली परिहाल्यो। अनि लिप लाइनर, उहाँको स्किन चाहिँ अलिकति इनोसेन्ट टाइपको भएर मैले चाहिँ अलिकति सटल टाइपको लुक्स दिन खोजिरहेको थिएँ होइन। अनि त्यसमा पनि उहाँको चाहिँ फर्स्ट टाइम भयो नि त। मतलब यतिको मेकअप गरेको चाहिँ उहाँले फर्स्ट टाइम भयो। अनि मैले चाहिँ अब उहाँलाई जस्ट एकदम राम्री देखिने टाइपको मात्र गराउन खोजिरहेको थिएँ होइन। अनि त्यसपछि मैले चाहिँ अलिकति न्युड टाइपको गरिदिएँ। अनि त्यसपछि हामीले चाहिँ यसरी पाउडरले पनि कट गर्न सक्छौँ है। कन्सिलर युज नगरेर पाउडरले नि कट गर्न सक्छौँ। अब हामीले आइब्रो बनाउने बेलामा चाहिँ मजाले सेपिङ दिनुपर्छ भन्ने चाहिँ छैन। उहाँ एज स्पेसली उहाँ जस्तो एज भएकोहरूलाई चाहिँ हामीले चाहिँ हल्का हो कि होइन जस्तो गरेर मात्र आइब्रोलाई कोर्न सक्छौँ भने मैले चाहिँ न्युड पिङ्क युज गरेको थिएँ उहाँको लागि चाहिँ होइन। जुन चाहिँ उहाँलाई एकदमै धेरै वाउ देखिएको थियो। अनि त्यसपछि उहाँ पनि कस्तो, उहाँको नि अब फर्स्ट टाइम भयो नि त यतिको मेकअप। अनि उहाँ पनि एकदमै धेरै जे होस् राम्री देख्दो रहेछ मलाई पनि मेकअप गर्दाखेरि भनेर मलाई कम्प्लिमेन्ट गरिरहनु भएको थियो होइन। अनि मैले चाहिँ अब एज भएको मान्छेहरूलाई चाहिँ ल्यासेस भन्दा चाहिँ मस्कारा नै राम्रो देख्छ क्या, बेस्ट देख्छ। अनि मैले चाहिँ उहाँलाई चाहिँ मस्कारा मात्र लगाइदिएँ होइन। अनि उहाँको चाहिँ एकदमै धेरै आँखा झिमझिम भएर के काजल लगाइदिएको पुरै तल लागिसकेको थियो। अनि त्यसपछि उहाँले चाहिँ टिका चाहिँ रेड रोज्नु भएको थियो होइन। अनि मैले चाहिँ रेड होइन तपाईँले यो कलेजी लगाउनु भनेर भने। अनि त्यसपछि उहाँको चाहिँ मिडल पार्टिसन कहिले पनि हुन्न थियो अरे क्या। अनि मैले चाहिँ यसरी मिडल पार्टिसन गरिदिएको थिएँ। अनि कस्तो क्युट देखेको कि एज भन्दा पनि कस्तो एजै नभएको जस्तो देखेको। अनि त्यसपछि मैले चाहिँ सबै लगाइदिइसकेँ, ज्वेलरी पनि लगाइदिएँ होइन। अनि उहाँलाई फाइनलमा त यस्तो राम्रो देखेको है। ओ माई गड, म त उहाँको फाइनल रिजल्ट देखेर कस्तो सरप्राइज भएको कि मैले पनि एक्सपेक्टै गरेको थिएन यतिको रिजल्ट आउँछ भनेर। थ्याङ्क यू गाइज।